के तपाईँले सुन्नुभएको छ 90 लाख रुपियाँ तिरेर अमेरिका अथवा क्यानाडा गएको कुनै घटना चाहिँ हजुरलाई थाहा छ कि छैन भन्नु त? थाहा छैन भने यो भिडियो चाहिँ मैले ती व्यक्तिहरूको लागि बनाउँदैछु जुन व्यक्ति ठुलो सपना देखेर धेरै पैसा तिरेर अमेरिका, अस्ट्रेलिया अथवा क्यानाडाका लागि प्रोसेस गरिरहनु भएको छ। हल्का ग्यारेन्टी नभइकनै भरपर्दो मेन पावरको कसैको पहिचान नगरिकनै एप्लाई गर्दै हुनुहुन्छ भने ती व्यक्तिहरूका लागि यो भिडियो विशेष छ। कृपया सुनेर साथ दिनु होला अनि हजुरलाई जस्तो लाग्छ त्यस्तै प्रतिक्रिया पनि दिन नभुल्नु होला है त। एकजना साथी जुन साथीले 40 लाख रुपियाँ तिरेर हिँड्दै अमेरिका जाने भनेर हिँड्नुभएछ। आज घर छोडेको करिब 3 वर्ष भइसकेछ, तर उहाँ अहिलेसम्म अमेरिका पुग्नु भएको छैन। बिचमा पुगिसकेपछि अमेरिका जान पाउनु भएन। फेरि दलसँग कुराकानी गर्दाखेरि अझै 50 लाख रुपियाँ तपाईँलाई मैले अर्को बाटो त्यहाँसम्म पुग्ने मैले वातावरण मिलाउँछु भनिसकेपछि उहाँले फेरि 50 लाख रुपियाँ तिर्नुभएछ। 50 लाख तिरिसकेपछि उहाँलाई इन्डिया ल्याएर केही समय राखिएछ। इन्डियाबाट अहिले मेक्सिकोको लागि मेक्सिकोमा लगेर राखेको छ अरे। त्यहाँबाट अब कहाँ जाने के गर्ने भन्ने त्यति उहाँलाई पनि थाहा छैन। अनि कुन कन्ट्री जाने हो, अब अमेरिका त छोडेर अरू कुनै कन्ट्री जानका लागि सजिलो माध्यम भए त्यता जाने प्रयत्न गरिरहनु भएको छ, तर त्यति बिजी पनि छैन। फेरि त्यही भएर हजुरहरू पनि यति धेरै अमाउन्ट तिरेर यात्रा गर्दै हुनुहुन्छ भने कृपया सोचेर मात्रै अगाडि बढ्नु होला, ताकि यसरी फस्नु नपरोस्। उहाँले भन्दै हुनुहुन्थ्यो अब त म पनि डिप्रेसनमा जान लागिसकेँ। उहाँको नाम मैले मेन्सन गरेको छैन। यस्ता घटनाहरू धेरै घटेका छन्, त्यो हुनाले जनचेतनाका लागि मैले यो भिडियो राखेको छु। यो होइन कि मैले आफ्नो पपुलारिटी बढाउनका लागि अथवा टिकटकको माध्यमबाट भाइरल हुनका लागि भनेर भिडियो बनाइरहेको छैन। जति पनि साथीहरू एकदम विन्डी लागेको छ क्या, विन्डी भइरहेको छ आज, त्यो हुनाले सुन्न पाउनु भएको छ कि छैन थाहा छैन। यात्रा गर्दै हुनुहुन्छ भने कतै कुनै पनि देशको हल्का जानकारी लिएर अगाडि बढ्नु भनेको जनचेतनाका लागि मात्र भिडियो बनाएको छु। हजुरलाई जस्तो लाग्छ त्यस्तै प्रतिक्रिया दिन नपर्नु होला। हजुर क्यानाडा आउँदै हुनुहुन्छ भने वेलकम छ हजुरलाई। यो परिवेशमा वातावरण एकदम राम्रो छ, तर स्ट्रगल त गर्नै पर्छ जहाँ पनि होइन। नआउनुहोस् पक्कै पनि भन्दिनँ। हजुरको दिन शुभ रहोस्। हजुरलाई जस्तो भिडियो लाग्यो त्यस्तै प्रतिक्रिया दिन नभुल्नु होला। ह्याभ अ गुड डे अनि सचेत भएर अगाडि बढ्नु होला। थ्याङ्क यू।